यतिको रमाइलो त मलाई अहिलेसम्म मेलामा कहिले पनि भएको थिएन होला र लागेको पनि थिएन होला। सो हेलो एभ्रिवान, आज चाहिँ के भयो भनेर मेरो भिडियो अन्तिमसम्म हेर्नु होला। आज चाहिँ हाम्रो घरमा रोपाइ थियो खैरा खेतको, अनि म चाहिँ खानसाना बनाएर लिएर गएँ। अनि हामीले चाहिँ खाना खेतमै लगेर खाएको थियौँ। अनि खाना खाइसकेँ। त्यसो रोप्नुभन्दा अगाडि बिउ त काट्न पर्यो। अनि भाउजूहरूले काटिसक्नु भएको छ। म चाहिँ यसो गएर काम गरे जस्तो काटे जस्तो गरौँ न भनेर यसो काट्न पस्यौँ। अनि हामीले 8-10-12 मुठा जति काट्यौँ बिउ। अनि साथीहरू अब हाँसको पात्र अबदेखि सुरु हुन्छ कि यो टोपी जुन छ नि, यो टोपी चाहिँ कस्तो राम्रो थियो कि एकदम सेफ्टीको लागि एकदम राम्रो थियो। तर मलाई चाहिँ किन लगाएर यति धेरै हाँसु होइन, हाँस्दा हेर्नु लडेर धङ्स। बिजोक भयो मेरो, बिजोक लडेर। यो टोपीले लडायो। फेरि साथीहरू म मात्र लडेको भए त ल हो है भन्थ्यौँ। बिउ बोकेर चाहिँ हिँड्यौँ। बिउ बोकेर जाँदा जाँदै अर्को भाउजू लड्नुभयो। त्यहाँ लड्दाखेरि उठाउनु जानु नि, हाँसो कसैको कन्ट्रोल नभएर भाउजू लडेको भाउजू समेत हाँस्नु हुँदै थियो कि आफू लडेर के गरी लड्नुभयो। फेरि एकचोटि मात्र लड्नु भएको भए त हुन्थ्यो नि, अर्कोचोटि पनि लड्नुहुन्छ कि त्यहाँ हेर्दै जानु न। अनि त्यहाँबाट हामी हिँड्यौँ। अब एकजना मात्र लडेर चाहिँ हुँदैन भन्ने जस्तो लाग्यो होला क्या त्यहाँ। अनि जाँदैथ्यौँ यस्तो यो अलिकति पानी धेर भएको ठाउँमा अर्को भाउजू पनि पक्लक्कै। साथीहरू तपाईँहरूले मेरो हाँसो नोटिस गर्नु, यो सुधा 3 थरीको हाँसो निक्लिसक्यो क्या। मेरो हाँसो देखेर अरू हाँसिरहेको थियो क्या। घरि सासै जान लाग्यो जस्तो हाँस्या, घरि जामा कसैले नहाँस जस्तो बौला जस्तो गरेर हाँस्या पर्बु के निस्किन्छ हाँस्दै पर्बु के गरौँ म त। अनि यो कुरा छोडौँ, अघि मैले भन्थेँ नि फेरि लड्नुहुन्छ भनेर, हेर्नु फेरि लड्नुभयो। के गरी हाँसेको म आफै हाँसेको दिएर आफैलाई हाँस उठेर गीत हाउस त मेरो हाँसै सुनेर हाँस्नुभयो। खास त्यहाँ लडेर भन्दा पनि म आफै सम्झिँदै यहाँ सुन्दै हाँस्दै गइरहेको छु कि। अनि म बर्खा भर्खर लाग्दा त बाटो यस्तो झन् बर्खा लाग्दा कस्तो हुन्छ होला आफै सोच्नु न, धन्न अगाडि रोप्मिँदैछ हाम्रो खेत। अनि लड्दै हाँस्दै गर्दै हामी पुग्यौँ हाम्रो खेत, त्यही पनि आधी घन्टा पछि बिउ बोकेर।